छु। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजना साथीहरूलाई स्वागत छ। सो फाइनली हामीहरू केरला आइपुगेछौँ होइन। अनि आजको बिहानको सुरुवात हाम्रो घामदेखि भइरहेछ। रनिङ जान लागेको छु। वेट कट गर्नुपर्ने छ केटाको, मेरो पनि छ 1 केजी। तर केही छैन, हामी वहाँ के भन्छ बिचमा जाँदैछौँ, समुद्र छेउमा। उता यहाँबाट छ 2 किलोमिटर मात्र छ अरे। अनि त्यहाँबाट हामी रनिङ गर्दै जाँदैछौँ। अनि यहाँ भनेको चाहिँ कस्तोसम्म वेदर भनेपछि यस्तो गर्मी छ नि, हाम्रो तराई भन्दा के भन्नु, यस्तो बवाल गर्मी छ नि। बाहिर त मान्छे निस्किनै नसक्ने कि यस्तो गर्मी छ होइन। अनि त्यही भएर अब गर्मी भएपछि हामीलाई त्यो फाइदै छ होइन, किनकि वेट कट भइहाल्छ एकैछिनमा। त्यही भएर अनि यता नरिवल बोट, हामीले त्यता नरिवलको बोट हेर्नु पाइन्छ। अब अझै उता बिचमा गएपछि त्यस्तो कस्तो बवाल देखिन्छ होइन। साथीहरू आजको हामी भ्लग हेरौँ। अनि हिजोको भ्लग हेर्नु भएको छैन गएर वाच गर्नुहोस् होइन। काठमाडौँदेखि हामी नेपालदेखि इन्डिया कहाँ के कसरी आइपुग्यो होइन भनेर त्यो भिडियो गएर वाच गर्नुहोस्। अनि त्यहाँपछि लाइक सब्सक्राइब त हान्नु नबिर्सिनु होला होइन। त्यही हो, हेरौँ अब हामीहरू के कसरी गइन्छ आजको भ्लग र कसरी बनाइन्छ आजको भ्लगमा। सो लास्टसम्म हेरौँ है त गाइस। यो चाहिँ रेलवे स्टेसन गाइस। यताबाट स्टप छ। हामी चाहिँ गाडीहरू हिँड्दैछौँ रनिङ गर्दै। फाइनली आयो क्या। ओ बा, हेर्नु त यो समुद्र। ओ यो हावाले सबै गर्छ कि के हो? हेर्नु त गाइस समुद्र। हो फाइनली सपना पुरा पनि भयो समुद्रको बिचमा घुम्ने। तर हामी उता अलि नुहाउने ठाउँतिर पनि छैन। यता नुहाउनु सिधै डुबाउँछ। ओहो, यसरी आनन्द लिएर बसिरहेको छ। हेर्नुको मजा नै छुट्यो रहेछ है। अझ यसमा नरिवल पानी होइन, नरिवल पानी राख्यो टक्क बस्यो पिउँदै। ए पानी यहाँसम्म पुग्ने रहेछ। पानी त यहाँसम्म पुग्ने रहेछ। पुरै भित्र त्यो फोहोरहरू बगाएर फालेको चाहिँ जस्तो लाग्छ। उता जाउँ न, उता सफामा। हो गाइस कस्तो बवाल छ क्या, आँखैले भ्याउँदैन रहेछ। उता चाहिँ एउटा सहर छ होइन, त्यो यहाँ देख्छ त्यो बोटको अगाडि ठ्याक्कै देखिरहेको छैन। श्रीलङ्का होला त्यो सायद। म्यापमा हेरेको थियो, म्यापमा चाहिँ श्रीलङ्का नजिकै रहेछ। ओहो कति आनन्द आउने रहेछ। शीतल हावा होइन, नरिवलको रुख। ओ माई गड। केटो चाहिँ गयो यता। ठुलो आयो है, ठुलो आयो, ठुलो तातो हो। अब ठुलो आउँछ। सुन जस्तै रहेछ है बालुवा पनि। ओ आयो 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 आयो। बालुवा टाँसेको टाँसे हुन्छ भन्छ होइन।
आयो यो चाहिँ ठुलो आयो म नि त्यहाँ एकचोटि पुगेर आउनु पर्यो अब 2 लटमा आउँछ यसमा आउँदैन अब यो अर्को पालको पनि ठुलै आउँछ आयो 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 यता यता आयो माछा आउँछ र ए हेर्नुको मजै छुट्यो रहेछ यहाँ त उता उता चाहिँ माछा मारिरहेछ डुङ्गामा आउँदैन यो ए आयो यार यो चाहिँ आउँदैन अर्को आयो त्यो ठुलो आयो मान्छे देखेपछि छिटो ठुलो आउँदो रहेछ क्या यो सानो आयो अब ठुलो आउँदैछ अर्को अब ठुलो आउँदैन एकैछिनलाई अर्को लटमा आउँछ ठुलो अब ठुलो आयो बस ए उता ठुलो ठुलो रहेछ के भनौँ गाइज गर्मी पनि यहाँ त्यस्तै भएर आएको थियो तर यहाँनिर आएपछि एकदम कुल भएँ म बवाल ठाउँ छ यो यति त बवाल यति मात्र यो त नर्मल जस्तो लाग्छ होइन अब यसको मेन ठाउँ भएको भए त अझै कुन बवाल देख्यो होला सो आफै सोचिराखौँ न बिच घुमेर निस्केको गाइज बिच घुमेर निस्क्यो अब ठक्क थकाइ लागेछ एकदम घाम पनि डेन्जर लागिरहेछ एनर्जी पुरै लस भइसक्यो गाइस अब जान्छु सुत्छु मस्तले आरामले अनि शीतल हुन्छ शीतल हिँड्नुपर्छ अब एक डेढ घन्टा हिँड्नुपर्छ कुदेर त आधा घन्टामा आयो हिँडेर अब त कुद्न सकिँदैन सब एनर्जी लस भइसक्यो रनिङ गरेर आएर म चाहिँ यहाँ पानीमा नुहाइरहेको छु पानीमा बाथरुममा टक्क पानी जम्मा गरेर नुहाउने ठाउँ रहेछ के हो थाहा छैन तर यहाँ बसेर एकदम फुल मजा आइरहेको छ यो फिल्महरूमा मैले मात्र देख्थेँ होइन हिरो हिरोइनी टक्क होइन नुहाएको आज रियल लाइफमा धर्मेन्द्र राम नुहाइरहेको छ बादल
यस्तो गर्नु भनेको फाइटरहरूको लागि राम्रो सो गाइज नुहाइसक्यो अब सो गाइज अब हामीहरू रेडी भइसकेको छौँ वेट नाप्न जानुको लागि होइन बिहानैदेखि वेट गर्दा होइन अघि 5:30 बजे भन्यो अनि 6 बजे भनेको थियो अनि हामी रेडी भएर बस्यो अनि अहिले भन्दा 7 बजिसक्यो राति नै भइसक्यो अब गएर वेट नाप्ने त्यहाँपछि खाने पिउने रमाइलो गर्ने अब सबैजना निस्किन्छ हामीलाई गाडी पनि लिन आइसक्यो गाडी चाहिँ उता तल छ अनि त्यो रुममा चाहिँ म चाहिँ बसिरहेको छु किनकि म लास्ट विकनेस भइसक्यो जस्तो फिल भइरहेको छ मलाई होइन वेट 54 खेल्ने ठाउँमा 53 वेट आइसकेको छ अनि विकनेस हुँदैन कहाँ 5-6 केजी माई गड सो त्यही गाइज अब हेरौँ हाम्रो गेम हुने ठाउँ के कस्तो छ वेट नाप्ने ठाउँ के कस्तो छ त्यही हलमा हुन्छ भनेर भनेको थियो यहाँदेखि 15 किलोमिटर अझै बाँकी 15 किलोमिटर लाग्छ यहाँदेखि 15 किलोमिटर टाढा के हुन्छ आजको राति आज त कस्तो दबाएर खान्छ नि गाइज पुरै नगरौँ मैले म भिडियो सबै देखाउँछु त्यस्तै हो जान्दै जाउँ यहाँ बसेर काम छ केरला नाइट भ्यू गाइज ओइ सबजनाले कसैले ड्राइभरको छुट्टै भाषा छुट्टै भाषा दुईटाको छुट्टै भाषा दुईटाको छुट्टै भाषा होइन उताको तिनीहरू छुट्टै भाषा सो फाइनली हामी चाहिँ यता आइसकेका छौँ होइन यहाँ चाहिँ अब फेस अप गर्न लागेको छ टी सर्ट पनि यहाँको पाइसक्यो हामी सबैजनाले उता चाहिँ इन्डियन टिम अनि यतापट्टि जो फर्केको छ यता चाहिँ हाम्रो बाहिर कन्ट्रीहरूबाट आएको साथीहरू उताको चाहिँ पुरै भनेको इन्डियन हामी यता भनेको थाइल ल गाइज उता ओपोनेन्ट भर्सेस यताको हाम्रो केटाहरू पेम्बा from Nepal. Yes, പ്രിയമുള്ളവരെ രണ്ട് കിരത്തന്മാർ തമ്മിലുള്ള ഫേസ് ഓഫ് ഇവിടെ ഈ വേദിയിൽ അരങ്ങേറുമ്പോൾ അങ്ങ് കവാടത്തിലൂടെ അഖിലേന്ത്യാ വോളിയുടെ സെമി ഫൈനലിന്റെ കളിക്കളത്തിലെത്തിയ നാഷണൽ ഗ്രൂപ്പ് ഇന്ത്യൻ ആർമിയുടെ പടയാളികൾ സ്റ്റേഡിയത്തിലേക്ക് കടക്കുകയാണ്. This is a phase between two powerful kickboxing fields. Hello. This is India, brother. This is my home. I won't let you take this from here. Okay. See you in ring. I don't want to talk you too much from my mouth. I will talk you with my lips. See you on ring. हेलो नमस्ते. मैं नेपाल का लड़का अभी तक रिंग में नहीं आ रहा हूँ. मैं ज़्यादा कुछ नहीं बोलूँगा. मैं रिंग में दिखा दूँगा मैं क्या हूँ करके. थैंक यू सो मच. Thank you. प्रेमलवरे सेमी फाइनल पोराटंगलकाई हामीहरुको फेस अफ सकेर हैन टक्क अब खाना आएको के समोसाहरु रहेछ त मासु खाने आज मासु समोसाहरु देख्छ त मासु नखाएको कति भइसक्यो आज त डर लाग्यो त सँगै कुखुरा खाने यहाँ के पाउँछ हैन अल फाइटर डेकोरेसन बवाल छ है लाइटिङ. सो गाइज हाम्रो चाहिँ खाना पनि आइसक्यो खाँदैछौँ. टक्क यो बिरयानी नै है बिरयानी टाइपकै छ है बिरयानी नै हो. नुन भएन
हामीहरू चाहिँ होइन खानासाना खाएर फ्रेसअप गरेर होइन आइसक्यो होइन जे भयो कमेडी खालको अलि भयो जस्तो लाग्छ मलाई चाहिँ अनि तपाईँहरूलाई के कस्तो लाग्यो होइन कमेन्ट हानिदिनु होला सो आजको भिडियो म यहीँसम्म राख्नेछु सो थ्याङ्क्स फर वाचिङ भिडियो बाई बाई गुड नाइट